सम्पूर्ण साथीहरूमा नमस्कार। तपाईँ समक्ष नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। यो भिडियो तपाईँ समक्ष ल्याउनका लागि द एभरेस्ट मोमोले हामीलाई साथ दिएको छ। आज बेलुकाको समय छ, साँझको समय म बेलुका हिँडिरहेको छु। हिँड्ने क्रममा बिच बाटोमा मैले देखेको छु यो व्यायाम गर्ने ठाउँ, एक्सर्साइज गर्ने ठाउँ। यो साइकल ल्यान्डको बिच बाटोमा रहेको छ। भने तपाईँ यस्तै एक्सर्साइज गर्नको लागि विभिन्न पार्कहरूमा पनि तपाईँले यस्तो ठाउँहरू पाउनुहुनेछ, जुन ठाउँमा तपाईँले आफ्नो शरीरलाई स्वस्थ राख्नका लागि एक्सर्साइजहरू गर्न सक्नुहुन्छ। तपाईँ पनि यसरी बिहान बेलुकाको समयमा हिँड्दै हुनुहुन्छ र हिँड्दै तपाईँ आफ्नो शरीरलाई स्वस्थ राख्न चाहनुहुन्छ भने तपाईँले पनि यसरी एक्सर्साइज गर्न सक्नुहुन्छ। एक्सर्साइज गरियो भने हाम्रो शरीर स्वस्थ रहन्छ, तन्दुरुस्त रहन्छ। त्यसै भन्न चाहन्छु। तपाईँ समक्ष विभिन्न ठाउँको भिडियोहरू लिएर आइरहेको छु। के कस्तो लागिरहेको तपाईँहरूको सल्लाह सुझाव नै हाम्रो लागि चाहिँ मार्गनिर्देशन हुनेछ। तपाईँ समक्ष यस्तै भिडियोहरू लिएर आउने नै छु। तपाईँलाई यदि भिडियो मन परेको छ भने तपाईँले हामीलाई लाइक, कमेन्ट, सब्सक्राइब चाहिँ गर्न सक्नुहुनेछ। लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोला र के कस्तो खालको भिडियो हेर्न चाहनुहुन्छ त्यस्तै खालको भिडियोहरूको बारेमा पनि कमेन्ट गर्दै गर्नुहोला। धन्यवाद।